Sewa, namaste, welcome back to my channel again. This is me, Sabina Rai, and this is my second vlog. अनि आज चाहिँ स्पेशल के म घरकै कामहरु गरेको भिडियोहरु चाहिँ मैले हाल्ने छु। अनि अहिले चाहिँ म बाख्रा लिन आएको छु। हेर्न सक्नुहुन्छ काली, अर्को काली छुच्ची, उयो घुम्दै गरेको चाहिँ छुच्ची हो। अनि अर्को चाहिँ ऊपर छ। अनि अलिक सोझी चाहिँ यो हो क्या। अनि म चाहिँ मकै खाँदै आएको छु। अब मकै पनि सकिन आँट्यो क्या हाम्रोतिर त। अब धानको बियाड राख्ने बेला भयो नि त। अब मकैहरु सबै सकिन्छन्। अनि त्यसपछि धान रोप्ने सिजन सुरु हुन्छ साथीहरु। अनि थ्यांक यू सो मच हैन, मेरो युट्युब च्यानलमा 13 जना कि कति जनाहरु जोडिनु भएको छ। हिजो र आजमै त्यति जना जोडिनु भएको छ। अनि थ्यांक यू सो मच भन्न चाहन्छु जति पनि मेरो युट्युब च्यानलमा जोडिनु भएको छ। मेरो कालीले हेर्छ अरे हो तपाईहरुलाई, मेरो कालीले। ओके साथीहरु, भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। हेलो गाइस, वेलकम ब्याक टु माय च्यानल। म चाहिँ गाउँ डुल्न हिँडेको डक्को बोकेर। कुनै ठाउँमा मकै फलेर पाकिसक्यो, कुनै ठाउँमा मकै पाकेको छैन। दोकानमा आउनु त छिटो। तपाईं त्यहाँनेरि सुतेको जस्तो नक्कल गर्नुहुन्छ। अमै यता अंकल पनि सुतेको जस्तो नक्कल गर्नु हुँदैछ। दोकान खोलेर यसरी सुत्दा हुन्छ? उठ्नु हजुर, निदाउनु भएको छ भने छिटो आउनु। उठे यता र उता उठे भन्ने बस्नुहुन्छ। मैले युट्युब च्यानल खोलेको छु नि त। किन खोल्नु पर्यो त? खोल्नु पर्यो त किन? त्यहाँ सब्स्क्राइब गर्ने मेरो च्यानललाई। तपाईको दोकान म बिगाइदिन्छु। तपाईको सामान दोकानको 1 लिटर कोक छ छैन? कसरी हो? दे दो रे। यहाँनेरि चाहिँ हाम्रो एकजना, हाम्रो बोजू नै पर्छ कि तुम्मा पर्छ कि हैन, हाम्रो फुपूको घर हो। अनि फुपू चाहिँ खस्नु भएको थियो। अनि फुपूको सम्झनामा बनाएको हो। अनि यहाँनेरि हाम्रो लोगो पनि छ, गीता चोक। अनि यहाँदेखिको उभोको बाटो पथरी जान्छ। अनि यहाँको उधोको बाटो धिमाल टोल जान्छ, यहाँ तल सिधै धिमाल टोल। अनि अर्को हामी अहिले गीता चोकमा छौं। अनि उता हाम्रो घरदेखिको उता जान्छ, के लेखेको छ हौ, फाल्गुनन्दा चोक जान्छ। अहिले म तपाईलाई बाटो देखाउँछु। अनि अर्को समी चोक जान्छ। तपाईलाई समी चोक जाने बाटो र फाल्गुनन्दा चोक जाने बाटो देखाउँछु है त। सज्जन, यसको पत्ता खान पनि दामी हुन्छ। यहाँ पनि फुलहरु कस्तो दामी, कति धेरै रोप्नु भएको छ फुलहरु। यो धिमाल टोल जाने बाटो, यो समी चोक जाने बाटो। अनि यता चाहिँ छ फाल्गुनन्दा चोक जाने बाटो। अनि यहाँदेखि तल चाहिँ मेरो घर। साथीहरु, अहिले चाहिँ हाम्रोतिर चाहिँ के भन्छ, उयो बेड राख्ने बेला भएको छ धानको लागि। यहाँ चाहिँ अस्ति राखिसक्नु भयो। यहाँनेरि हेर्न सक्नुहुन्छ धान उम्रिन थालिसक्यो बिउहरु। अनि हाम्रो तुम्बाहरुको घर हो। अनि मूल घर चाहिँ यहाँ तल्लोपट्टि थियो। मुलाहरु सबै यो मूल घरबाट भत्काएर निस्केको मुलाहरु हो। हाम्रो चाहिँ घर बनिँदैछ। नालीको खेतको लागि पानी
पानी लिएको खेतको लागि। मलाई जेठा माइला डुल्दैछ। मेरो सेकेन्ड काम भन्नु चाहिँ बाख्राको खोर सफा गर्नु है गाइस। बाख्राको खोर सफा गरेपछि चाहिँ पानी उम्लिँदै गर्छ। म चाहिँ बाख्राको खोर सफा गर्नतिर लाग्छु भनेको त। इन्ट्रोडक्सन गराउँछु म तपाईँहरूलाई मेरो काली कलुई जो चाहिँ माहाको छुच्ची हुनुहुन्छ। जो चाहिँ हेर्नु न अनुहार कस्तो रिस्ता देखिन्छ होइन गाइस, कस्तो धेरै छुच्ची देखिन्छ नि बाख्रालाई। माहाको छुच्ची चाहिँ नि त यो तीनजना मध्येमा यो त डन हो नि त। यो त माहाको छुच्ची, यो त माहाको डन होइन त। काली खुट्टा छोडा है, खुट्टा छोडा न। बाख्राको खोर पनि सफा गरिसक्यो, पानी पनि उम्लिँदैछ। अब चाहिँ मेरो पानी पनि उम्ल्यो होला। अब चाहिँ म चाहिँ पानी भन्दैन उम्लेको रहेछ। आगो लाग्नु पर्ने रहेछ। यताबाट त दामी आगो बलिरहेछ, उताबाट आगो ठेल्ने बेला भएको रहेछ। अनि यतापट्टिबाट पनि उम्लेपछि चाहिँ यत्रो बेर भइसक्यो उम्लिँदैन। यहीँ बसेर हेरिराख्नु पर्ने हो कि क्या हो चारोलाई पनि। फर्कन्ना होला अब म गएपछि उतै। मेरो बच्चा, मेरो यसको हेर्नु न खुट्टा के भयो। ओथ्रा बसेर बच्चा निकालेपछि एक्कासी यस्तो भयो क्या उसको खुट्टा। हेर्नु न बिचरा। जब उसको 6वटा बच्चा छ। अनि त्यो 6वटा बच्चामा पनि अस्ति एउटा बच्चा अन्डा भएको थियो। अन्डा मतलब उसको आँखा बन्द भयो क्या एक्कासी। अहिले फेरि अर्को बच्चाको आँखा त्यस्तो भएको छ हौ साथीहरू। यहाँ जेठा माइला कान्छा छ। उयो छ जेठा ऊ परको माइला यहाँनिर हेरिरहेछ। कान्छा उ यहाँ जेठा माइला कान्छा। हेर्नु माइला पनि बस्यो। हेर्नु न पुच्छर हलाएको कति क्युट चाहिँ। तर यिनीहरूले हक्नु चाहिँ डह्रो हक्छ हौ। हेर्नु यसले बच्चा माउ नदेखेर आइज। साह्रो धेरै हक्छ पो त यिनीहरू त। साह्रै पो उयो छ त। हेर्नु न राति यिनीहरू खोर पस्नु मान्दैन। यिनीहरूलाई कराउँदै कुद्दै खोरमा हुनुपर्छ फटेहरूलाई। यस्तै छ साथीहरू मेरो घरमा है। ओइ नठुङ्ग न, कस्तो हो माइला, त्यसरी नठुङ्ग न हो। बेबी हो नि त्यसरी ठुङ्नु हुँदैन है मेरो बच्चा। ज्ञानीहरू त्यो ठुङ्नु हुँदैन है, त्यसो गर्नु हुँदैन है। बच्चा पो त नानु, बच्चा पो त बाबा। मेरो पानी नउम्लिने भयो। चोकर लिएर मकैको चेख्ला लिएर हाल्नुपर्ने छ साथीहरू। अब चाहिँ पानी उम्लेछ। तपाईँहरूलाई साथीहरू आज मैले मेरो घरको सबै कुराहरूलाई इन्ट्रोडक्सन गराइसकेँ होला है। अब मेरो फ्यामिलीहरूलाई चाहिँ अलिक पछि इन्ट्रोडक्सन गराउने छु। फर्स्ट अफ अल म चाहिँ अलिकति युट्युबमा पर्फेक्ट हुँ न। अनि त्यस पछाडि सबैजना मेरो फ्यामिलीहरूलाई चाहिँ म तपाईँलाई इन्ट्रोड्युस गराउने छु भन्दै म मकैको चोकर लिन आएको साथीहरू। हेर्नुहोस् मकैको चोकर। ल खाऊ, खाऊ। यो चाहिँ हाल्ने हो यहाँनिर। जाऊ न तिमी, मम्मी उता छ। मलाई त के भएको कि पहिला त अब मैले कुखुराहरू केही पालेको थिइनँ नि त। सुँगुर बाख्रा कुखुरा केही पालेको थिइनँ नि त। तर यसपालि चाहिँ के भन्छ कुखुरालाई मैले मेरो नानी र मेरो छ नि त कुखुरा एक-एकवटा माउ। अनि साथीहरू अनि त्यो एक-एकवटा माउ भएपछि मलाई कस्तो धेरै माया लाग्छ कि त्यो बच्चाहरूको। एकदम धेरै माया लाग्नु थालेको छ किन हो एकदम धेरै माया लाग्छ साथीहरू। के भएको तपाईँहरूलाई पनि त्यस्तै हुन्छ कि? मैले कहिले कुखुरा बाख्राहरू केही पालेको छैन नि त।
यसपालि चाहिँ त्यो मैले अन्डा पारेदेखिको यिनीहरूलाई चारो पानी होइन अनि उनीहरूको अन्डाहरू कहाँ राखेको छन् फेरि सम्हालेर ल्याइदिने गरेको थिएँ नि त अनि एकदमै धेरै माया लाग्छ मलाई। अनि यिनीहरूको अगाडि महिनाको पनि बच्चाहरू छ यहाँ लुकेर चारो खाँदैछ। हाम्रो धान राखेको छ कि हाम्रो यिनीहरूले त उखर माउलो गर्छ नि त यहाँ त धान खानु पाउँछ ढोका खोलिसक्दा धान कहिले घर कम्प्लिट हुन्छ र यिनीहरूको व्यवस्था हुन्छ। त्यस्तै छ है साथीहरू। मेरो खोले पकाउने काम पनि अब लगभग अब आगो लगाएपछि पाक्छ अनि भात अघि बसाइसकेँ। अब सब्जी बसाउनु अब सब्जी लिएर आउनुहुन्छ कि भरे घरकै सब्जीहरू खानुपर्ने हो थाहा छैन लिएर आउनुहुन्छ होला। आउलाई त बेचिदिएको अस्ति कति धेरै छुच्चे क्या कति धेरै रिस के यो। अनि कुखुरा बाख्राहरूको पनि कति धेरै रिस हुँदो रहेछ है साथीहरू। मान्छेको मात्रै रिस भनिन्छ कि कुखुरा बाख्राहरूको पनि धेरै रिस हुँदो रहेछ। कस्तो रिसाउँथ्यो क्या कस्तो खङ फेरि यो चिनी हाँसको राजा हाँसको कति धेरै छुच्चो क्या। अब हाम्रो एउटा अर्को माथिल्लो घरको एउटा भाले छ कि ले त त्यो भालेलाई त नि मार्छ हो कस्तो धेरै थिचेर नि उसको पखेटाले छोपेर कस्तो धेरै उयो गर्छ क्या बन्द सास फेर्नु गाह्रो जस्तो बनाइदिन्छ। अनि त्यस पछाडि चाहिँ मेरो बुवाले बेचिदिनु भएको त्यो पानी दिएर भयो के हो साथीहरू। यो उयो पनि कोल्टे छ यो कोल्टे भएको चाहिँ बनाउनु पर्नेछ। पानी पनि हल्का फ्यालिदिनुपर्छ होला। फुलहरू चाहिँ यसरी स्टोर गरेर राख्छौँ है हुन्छ। हामीले खाइसक्यौँ कि लसुनहरू यसपालि धेरै रोपिएन कि घर भत्काउने भन्ने कुरो भयो नि त त्यही कारण त्यति धेरै रोपिएन होइन। अनि भोलि पर्सिको लागि मैले फुलहरू जोगाएर राखेको छु फुल्दैछ हेर्नु न। कहाँबाट मैले झापाबाट इलामबाट फुलहरू ल्याएर बोरामा जोगाएर राखेको छु के। ओ माइ गड यो फुल फुल्दै रहेछ वाउ हेर्नुहोस् न अस्तिदेखि यो फुल फुल्नेको पर्खाइमा थिएँ कि हेर्नु न साथीहरू कस्तो दामी वाउ अब फुल्दैछ। जोगाएर राखेको छु क्या नयाँ घर बनाइसके पछाडि रोप्नु पर्यो भनेर के साथीहरू। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। अब अर्को नेक्स्ट ब्लगमा भेटौँला। हस् त नमस्ते बाई बाई।